मर्निङ सबैजनालाई। आज मेरो चाहिँ छुट्टी थियो, त्यही भएर यसो बाहिरतिर निक्लेको अवस्था साथीहरू। उता साथी आउने भन्दै थियो, त्यही भएर म चाहिँ अब साथीलाई भेट्न जाँदैछु साथीहरू। आज छुट्टी, हाम्रो चाहिँ शिवचयन थियो, त्यही भएर आज यसो बाहिरतिर निक्ले हो। अब भोलिबाट चाहिँ हाम्रो फेरि नाइट जानुपर्छ साथीहरू। यस्तै छ परदेशको जिन्दगानी। त्यहाँ चाहिँ एकजना भाइ भेट्न हिँडेको, त्यहाँ चाहिँ बल खेल्न भनेर म चाहिँ खेल्दिनँ, यसो हेर्न हिँडेको साथीहरू। यहाँ चाहिँ यस्तो छ कि फेरि यसो जङ्गल अनि यो केराहरू छ नि, यस्तो बाटो हेर्नु, यस्तो बाटोबाट म जाँदैछु साथीहरू। यो चाहिँ यसो जङ्गलहरू देख्दाखेरि चाहिँ नेपालको याद आउँछ। त्यस्तो जङ्गल छ कि यो केरा अनि यो के भन्छ, यो हात्तीबार भन्छ कि के भन्छ यो यिनीहरूलाई नेपालमा। यस्तो चाहिँ पहाडतिर देखेको थिएँ, आज म यहाँ देखिरहेको छु साथीहरू। ल हेर्नुहोस् त, यो केकको बोर्ड होला, यस्तो कति जङ्गल छ हो यताउति त। अनि यो पनि खै के को बोर्ड हो, यस्तो छ पुरा घना जङ्गल छ साथीहरू। ल हेर्नु त, त्यस्तो छ जङ्गल। त्यहाँ चाहिँ अब भाइ चाहिँ आइसकेछ भन्दै थियो। अनि आज चाहिँ आइतबार त्यहाँ बल खेल्छन्, आउनु बल छल हेर्न भनेर म चाहिँ भाइलाई भेट्न पनि हिँडेँ। अनि बल पनि खेलेको हेरौँ भनेर हिँडेँ साथीहरू। यस्तै छ। अब त्यहाँ जाने, भाइसँग भेट्ने, अनि बलसल खेलेको हेर्ने, अनि भरे 12 बजेतिर रुमतिर फर्किने साथीहरू। फेरि भरे आएर फेरि कपडा सपडा धुनुपर्ने छ, धेरै काम छ हो रुममा पनि। ल हेर्नु साथीहरू, यस्तो छ, यस्तो एकदम जङ्गल छ हो यताउँदि चाहिँ, एकदम धेरै जङ्गल भएको अवस्था। ल घरहरू पनि यस्तो छ। यो घरहरू देख्दाखेरि त नेपाल जस्तो पनि लाग्छ साथीहरू। त्यस्तो छ। अनि उता अब यो ठ्याक्कै यो मुनि चाहिँ भलिबल खेल्ने ग्राउन्ड छ। अहिले म त्यहाँ तपाईँहरूलाई त्यो पनि देखाउँला। अनि रोडहरू पनि सानो सानो छ, यो एकदम भित्रको यो गाउँतिरको उहरू हो यो घरहरू। अनि फेरि यता चाहिँ यस्तो छ, सानो सानो कम्पनीहरू पनि छ। यो खै के यो फर्निचरको कम्पनी जस्तो लाग्यो साथीहरू। सानो सानो कम्पनी रहेछ भित्र। अनि यस्तो छ, फर्निचर भन्नु कि के भन्नु हो साथीहरू। अनि यता चाहिँ रोड हाम्रो यही ओह्रालो गयो भने पनि रुमतिर पुगिन्छ। यो भित्र चाहिँ सानो कम्पनी रहेछ साथीहरू। अब चाहिँ लगभग म भलिबल खेल्ने ग्राउन्डतिर पुग्नु आँटेको छु साथीहरू। म ठ्याक्कै माथि नै छु। म यताबाट जानुपर्छ। यो त्यो चाहिँ अहिलेसम्म आएको रहेनछन् हो, कोही रहेनछ जस्तो लाग्छ। डाउन पनि गर्दैन, फेरि खेलेको पनि कोही पनि छैन जस्तो छ आज। एक दुईजना आएको रहेछ साथीहरू, खेलिरहेको रहेछन्। यो मुनि
खेलिरहेका छन् साथीहरू। सानो सानो एक दुईजना रहेछ खेलिरहेको साथीहरू।